यहाँ आए र यिनीहरूले चाहिँ यहाँ तोडफोड गरे पार्टी अफिसदेखि र अनि हाम्रो सरसामानहरू सबै सामानहरू ल्याएर बाहिर जलाए प्रारम्भिक अवस्थामा यो देखिएको छ। उनीहरूका लफङ्गाहरू आएर यहाँ हाने अनि त्यसको परिणाम यो भयो भन्ने कुरा त सबैलाई थाहा छ। कसरी लिनुहुन्छ भन्ने कुरै होइन। त्यही त पुलिसले प्रम्प्टली यो सुरक्षा गर्नुपर्छ, तत्काल सुरक्षा गर्नुपर्छ। त्यो चाहिँ पुलिसको कमजोरी हो। पुलिसले त्यो राम्रो काम गरेन भन्ने मलाई लाग्छ प्रारम्भिक हिसाबले। अब अरू के भएको छ पुलिससँग पनि हामी बुझ्छौँ। भर्खर यहाँ घटना घटेको छ, आएका छौँ, अरू कुरा हामी बुझेर गर्छौँ।